मर्निङ चिया खानु भएको नि छोरी तुम्बालाई पनि नदिने दिदैन अरे उसले त ऊ तुम्बालाई पनि देखाउ न अनि ला खुच्चिङ पर अब किन कुट्नु तुम्बालाई तुम्बालाई कुट्नु न भन्दैछ है यो यहाँले हेलो नमस्ते भन छिटो हेलो नमस्ते खै नमस्ते तपाईहरुलाई भन न हाम्रो च्यानलमा स्वागत छ खै स्वागत छ स्वागत छैन है अरे स्वागत छ भन न स्वागत छ चाहिँ भन्नु न चेस कोसँग चेस दिदीसँग को दिदी साथीहरु छिमालु अनि साथी इसबा को अनि आज कहाँ जाने छोरी आज कहाँ जाने तिमी लुम्फाबुङ कोसँग किन हौ पापा नजाने तिमी र माउ मात्रै जाने हो कोन त कहाँ जान्छौ तिमी के गर्नु जाने किन जाने छोरी लुम्फाबुङ किन जानु हुने मिटिङमा ए तिम्रो मिटिङ छ लुम्फाबुङमा मेरो छोरी चाहिँ आज लुम्फाबुङ मिटिङमा जाने अरे आज उसको इम्पोर्टेन्ट मिटिङ छ अरे हैन छोरी ए त्यही त मेरो छोरी पनि मिटिङमा जाने भइसक्यो है युमिया मिटिङमा जाने भइसक्यो हो अब मिटिङमा जाने अरे आ फुलमा पानी लाउनु पर्छ ल छोरी ल यहाँ परेवाहरू त बा काका पसिसकेछ मेरो यहाँ दाल पाकिसकेछ अनि म तपाईहरुलाई देखाउँछु यस्तो राम्रो हैन आइ हौ यस्तो राम्रो बुवाले आज कहाँबाट ल्याउनु भएको बुवा यो यस्तो राम्रो इस्कुस आम्मामा बुवाले यस्तो दामी इस्कुस ल्याउनु भएको छ उसिनेर खानुपर्छ यो चाहिँ ल उसिनेर खानुपर्छ है छोरी यो इस्कुस चाहिँ भरे चिया खाइसकेको किन गुलियो भएन बुवाले कहाँबाट मोबाइल त नयाँ छ त मोबाइल नयाँ हैन कभर नयाँ कभर नयाँ हजुर बुवाले आज इस्कुस कहाँबाट ल्याउनु भएको नि ऊ बाजेले ऊ नातिनीलाई के ल्याइदिनु भयो औषधि औषधि अरे छोरी बुझेपछि कहाँ खानु फुलमा पानी लाउने पानी बुवा आउँदैछ अहिले चाहिँ खोइ जक किन बाजेको गोजीमा
किन चक्लेट ल्याइदिनु भएन झुन्डेको कि तुम्मा त हुनुहुन्न हौ छोरी बिहानै के हो त्यो म्याङ्गो हो फुलमा पानी लगाउँ है हामी चाहिँ ओके यो पिटुनियाहरू मैले यता सारेको छु है अब चाहिँ अलिक घाममा के गर्नु पानी हाल्नुपर्छ सबै झर्छ होइन छोरी पानी हाल्नुपर्छ सबै झरिहाल्छ माटो धेर भयो कि क्या हो भन न यहाँ गोदावरीहरू चाहिँ अब चाहिँ फुलिसक्नु आँटे गोदावरीहरू यो चाहिँ अझै फुलेकै छैन यहाँ पनि फुल्दैछ भर्खर यो चाहिँ अनि यहाँ फुलिसक्यो अनि यो कस्तो राम्रो कलर मेरो यो पालिको गोदावरीको कलेक्सन चाहिँ यति मात्रै हो लालुपाते जे पनि चाहिँदो चाहिँ लास्टै धेरै बेर थाम्ने रहेछ यो सयपत्री चाहिँ साह्रै धेरै बेर थामो सयपत्रीहरू अझै छ सयपत्रीको चाहिँ सबै शीतले हो कि केले अब चाहिँ सकिन लाग्यो सयपत्रीहरू पिटुनियाहरू चाहिँ मैले फुल्नु आँटेको थियो अनि सबै यहाँ माथिको भाग चाहिँ चुडाएपछि मुनिबाट कति मजाले आउँदैछ अब चाहिँ झुप्प भएर धेरै फुल्छ सबै टुप्पोहरू चाहिँ मैले काटिदिएको छु यो चाहिँ मैले माइत घरबाट गमलाई बोकेर ल्याएको छु है एउटा मात्रै ल्याउने भनेको मम्मीले गमलाई लैजा भन्नुभयो ढिलो भयो अनि हतार गर्दाखेरि गमलाई बोकेर आइदियो मैले त के गर्नु फुल लभर भएपछि माइतको पनि छोडिँदैन यो चाहिँ मैले ठ्याक्कै कटिङ गरिदिएको अहिले यस्तो भइरहेछ ला हौ पानी पनि साह्रै अप्ठ्यारो योबाट लाउनु चाहिँ पिटुनियाहरू यो चाहिँ साह्रै महँगो पर्यो मलाई हतारमा किन्दा कति महँगो भन रह्यो पनि अब सबै यहाँ मरेको थियो अनि यो पिटुनियाहरू त्यही भएर महँगो भयो भने किनेर ल्याउनु पर्ने बाध्यता भयो है साथी हो घाममा राखेको घाम आएपछि यस्तरी सर्लक्कै गइहाल्छ ल हौ यसलाई चाहिँ घाममा राखेकै थिएन ल्याएदेखि अनि चाहिँ कलान्चोहरू योपालि मेरो कलान्चोहरू सबै कस्तो मऱ्यो क्या कुहियो के भयो पहिला त साह्रै राम्रो फुलेको थियो भाँचिन्छ भन्ने डर क्या पानी यसले साह्रै अप्ठ्यारो क्या यसले लाउनु पानी लाउनु अप्ठ्यारो भयो पानी लाउनु यो चाहिँ ओरेन्ज कलरको कलान्चो यो पनि कस्तो राम्रो पो हुँदो रहेछ त झ्याप्प राम्रो फुल्दो रहेछ झ्याप्प हुँदो रहेछ यता पनि छ फुलहरू यहाँ पनि छन् के हो फुल कहाँ जान आँट्नु भयो त हेर्देउले छिटो लुगा देखाइदिनुहोस् त वहाँ कहाँ जाने लुम्फाबुङ जानुलाई रेडी मेरो छोरी चाहिँ मामुको पुच्छार मामु जता जान्छ त्यतै जान्छ यो छोरी नि
नि मामु जता जता जाने युमिया नि त्यतै त्यतै जाने नि लो यता हेर्दै त एकचोटि ल मेरो छोरी चाहिँ रेडी भइसक्यो अनि उतै सुतिरहेछ म पनि अब रेडी भएँ अब चाहिँ लुम्फाबुङ मेरो सानो काम छ अनि त्यही भएर जान आँटेको अनि नानीलाई हेर्ने छैन मान्छे घरमा आमा अफिस बुवा पनि जानुभयो मिटिङमा अनि त्यही भएर अब नानीलाई पनि लगेर जाने खोइ होइन अनुहार भन्दा नि ठुलो चस्मा छ तपाईँ ल हिँड युमिया लेट्स गो सोल्टिनी अरे हामी चाहिँ लागेको ल लुम्फाबुङ ल पापाको एकचोटि आउटफिट देखाइदिउँ न त शिरदेखि पुच्छारसम्म युमियाको यता हेर्नु त वा कति राम्री अब मामुको यस्तो मामुको त कसले देखाउने मामुलाई जाउँ अब हामी पुरा खाता पाता चाहिँ किन त्यहाँ अगाडि अगाडि छ अब हामी गयौँ लागेको भन न बाई भन लुम्फाबुङमा भेटौँ ल भन लेट्स गो युमिया लेट्स गो कताबाट चढ्ने भरे चस्मा लिएर लडाउनु चाहिँ नलडाउनु ल बोल्दा चाहिँ पुरा आँखा ड्यामेज जान्छ के हामी चाहिँ जाँदैछौँ ल हामी चाहिँ बाबा चाहिँ चस्मा लाएर ल चस्मा किन लाउनु भएको त्यसको राज पनि भन्दैन सितलीको धेरै काम छ सितलीहरूले कतिपय आइपुगे सुतिसक्यो है यो यहाँ सुतेर बिजोग छ यहाँ चाहिँ के भएर सिरियस हो गयो युमिया नजर आयो अनि कहाँ हुनुहुन्छ तपाईँ लुम्फाबुङमा यो किन मुखमा युमिया नि स्कुल जाने हो त्यही छु नजाने जाऊँ न युमिया खोइ आँखा देखाउनु त पापाले दिनुभएको वा खोइ स्ट्रबेरी पनि यसले कति 15वटा कि 20वटा खाएको नि कहिले जोरकुलोको सबै यसले नै बट्टा सकाएको होला त्यहाँको त लु बेटा थ्याङ्क यू पापा पापा साथीहरू हेर न ऊ साथीले हेर्दै हुन्छ युमियालाई स्कुल जाने हेरे नि त युमिया ऊ त स्कुल जाने हो लुम्फाबुङ स्कुल कहाँ बस्छ दिदी हस्पिटलमा बस्ने भयो यो दिदी होइन होला हो त वाडामा मिठो छ छोरी चटपटे नो ब्लग ब्लग गर्नुपर्छ ल यसले फेरि यस्तो खाँदैन यो धनिया धनिया बिनाको दिनु न खाँदैन त यम्मी
छोरीको सातो पुत्लो उडेको छ त काबुङमा चाहिँ पिच भइसकेको छ है यहाँ चाहिँ भर्खर बिहे भएको रहेछ होइन अनि के अरे के खानु भयो भन्नु त के खानु भयो त हेरेर भन्नु नि यता अर्कोपट्टि हो के खानु आइ अनि पापाले चाहिँ अघि नयाँ टोपी पनि किनेर ल्याइसक्नुभयो होइन ठाउँमा चाहिँ पुरै पिच पनि भइसकेको रहेछ सबै अहिले त अब चाहिँ हामी आइपुग्यौँ वाडा कार्यालय जाने बाटो वाडा नम्बर 9 लुम्फाबुङ वाडा कार्यालय जाने बाटो यस्तो रहेछ है वाडा जाने बाटो चाहिँ मजाले ढकमक्क फुलहरू फुलिरहेको छ कति राम्रो वाडा कार्यालयको फुल यहाँ हेर त वाउ अनि हेर्दै जाऊ न यहाँ कति राम्रो फ्लावर रहेछ यहाँ हेर न वाउ कति मजाले फुलेको यो इम्पेसेन्ट डबल पिङ्कवाला नि छोरी हो यहाँ हेर न यहाँ यो पिङ्क डार्क पिङ्क कलर के चाहिँ यहाँ हेर न यो डक फ्लावर वा कति राम्रो कलर यो चाहिँ कस्तो अरे कस्तो गर्दाखेरि ठक 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 यो चाहिँ यस्तो यस्तो गर्छ क्या यहाँ हेर छोरी यहाँ भाउ 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 गर्छ यहाँ हेर त डक फ्लावर देख्यो भाउ भाउ गर्छ नि त्यसले यहाँ हेर न रोज फ्लावर कति राम्रो रोज फ्लावर नि कति राम्रो राम्रो फुलहरू रोप्नु भएको रहेछ यहाँनिर यहाँ यो कलरको यो हेर्नु न यहाँ इन्डोर प्लान्ट देखिन्छ यो कतको घर हो कतको पनि होइन यो घर कोइला कसरी पड्किन्छ अरे कसरी पड्किन्छ अरे कोइला 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 त बक्सा हुन्छ कि उनीहरूको त्यो बक्सा 16 बक्सा काट्नु पर्ने अनि मात्रै उनीहरूको हुन्छ त्यति काट्नु सकेन भने साह्रै रिसाउँछन् त्यो बोक्नेवालाले अब उसको भार पुग्दैन ऊ त पैसै पसाउँदैन अनि दुई बक्सा भरायो भने कति भने 2000 बक्स 2 बक्सा एउटाले भरायो भने कोइला त्यो बक्साको 9 बक्सा 18 बक्सा काट्नु पर्छ दिनमा बिहान यत्रो हुन्छ कि यति लामो 4 फुटे 3 फुटे पहिला जानुभएको कोइलामा त्यो 9वटा काट्नुपर्छ 9वटाले 1 बक्सा हुन्छ यहाँ आफूले लगाएको हुन्छ होइन यहाँ तल चाहिँ जोडी छ त्यो थापा राख्ने अनि यसरी भित्तामा यसो राख्यो होइन अनि थापालाई यहाँ राख्यो अनि बेलचाले एकदम माथि भार लगाउनु पर्ने हामी चाहिँ घर फर्केको ल लुम्फाबुङबाट भन न छोरी यहाँ किन उयो बन्द भयो कि क्या हो लुम्फाबुङबाट फर्क्यो होइन यो यहाँ अहिले सोध्दैछ मलाई कहाँ छ लुम्फाबुङ भनेर यो हो नि त अनि हामी हिँड्दै गरेको
लुम्फाबु अर्को लुम्फाबु चाहिँ कस्तो हुन्छ त यही हुन्छ